के तपाईहरुलाई थाहा छ डन्डीको लम्बाइ नापेर डन्डीको वेट निकाल्न सकिन्छ? यसको लागि एउटा सामान्य फर्मुला छ d²l/162। d भनेको चाहिँ यो डन्डीको डायमिटर हो, जुन चाहिँ हामी सबैलाई थाहा हुन्छ। जुन चीज चाहिँ यसरी डन्डीमा पनि लेखिएको हुन्छ। स्याम्पलको लागि चाहिँ मैले एउटा यो 16 mm को डन्डी लिएर आएको छु। यसको लम्बाइ नापेर म यसको वेट कति हुन्छ निकालेर देखाउँछु। यो डन्डीको लम्बाइ रहेछ 2.5 मिटर। अहिलेको फर्मुला थियो हाम्रो d²l/162। यसमा d भनेको डायमिटर अफ बार भनेको मतलब हाम्रो 16 mm को डन्डी हो। अर्को l भनेको हाम्रो हामी नाप्यौं 2.5 आयो भनेको मतलब 16 × 16 × 2.5 डिवाइड बाइ 162 गर्दाखेरि जुन भ्यालु आउँछ त्यति नै केजी चाहिँ हाम्रो डन्डीको वेट हुन्छ। यसमा चाहिँ हामीले एउटा कुरा याद गर्नुपर्ने हुन्छ, d भनेको डायमिटर जुन चाहिँ mm मा छ त्यो mm मै राख्ने हो र l भनेको चाहिँ मिटरमै हुनुपर्छ। यो फर्मुला प्रयोग गरेर चाहिँ जुनसुकै साइजको डन्डी चाहे त्यो 8 mm को होस्, 10 mm को होस्, 12 mm को होस्, 16 mm होस्, 20 mm होस् या 25 mm होस्, जतिसुकै लम्बाइ होस् या जतिसुकै मोटाइको डन्डी होस्, यो फर्मुला प्रयोग गरेर डन्डीको वेट पत्ता लगाउन सकिन्छ। यस्तै जानकारीमूलक भिडियोहरु चाहिँ हाम्रो YouTube च्यानलमा आउने गर्छ, जसको लिंक चाहिँ मैले डिस्क्रिप्सनमा राख्दै छु, त्यहाँ गएर हेर्न सक्नुहुनेछ।